all about IT courses in Nepal, IT in Nepal, IT programs in Nepal. नमस्कार, स्वागत छ हजुरहरुलाई IT ब्लग नेपालको भिडियोमा। IT ब्लग नेपालले IT रिलेटेड भिडियोजहरु बनाउने गर्दछ र सम्पूर्ण जानकारीहरु राख्ने गर्दछ आफ्नो च्यानलमा। त्यही भएर हजुरहरुले चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियो सुरु गरौँ है त। हाम्रो चाहिँ IT ब्लग नेपालमा सम्पूर्ण IT रिलेटेड जानकारी, IT स्टुडेन्ट्स फर IT स्टुडेन्ट्स, यो चाहिँ जानकारी लिनु होला हजुरहरुले र हजुरले सब्स्क्राइब गरेर चाहिँ फलो अप गरिराख्नु होला। अब आज जानकारी लिन जाँदैछौँ हामीले डिफ्रेन्ट टाइप्स अफ IT कोर्सेस इन नेपाल। अहिले चाहिँ मैले त्रिभुवन युनिभर्सिटीको मात्रै बनाएको छु र यिनीहरू सबै चाहिँ लगभग हरेक युनिभर्सिटीमा छन् है। काठमाडौँ युनिभर्सिटीमा पनि छन्, अनि त्यसपछि पोखरा युनिभर्सिटीमा पनि छन् यो प्रोग्रामहरू। त्यसपछि पूर्वाञ्चल युनिभर्सिटी, पोखरा युनिभर्सिटी, मिड वेस्टर्न, फार वेस्टर्न युनिभर्सिटीजहरुमा पनि अवेलेबल छन् है त। BSc CSIT नम्बर 1 सबभन्दा पुरानो IT कोर्स हो नेपालको त्रिभुवन युनिभर्सिटी, जुन ओल्डेस्ट युनिभर्सिटी हो नेपालको र फर्स्ट युनिभर्सिटी हो, टप युनिभर्सिटी रेकग्नाइज्ड युनिभर्सिटी हो, हामीलाई थाहा नै छ। BSc CSIT लन्च गरेको त्रिभुवन युनिभर्सिटीले, त्यसपछि अहिलेको नयाँ लन्च गरेको चाहिँ BIT हो। दुईटै कम्प्युटर साइन्सको अन्डरमा मैले राखेको छु, जसलाई चाहिँ इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीले चाहिँ अन्डरमा पर्छन् है, यो CSIT र BIT पनि। अब अर्को चाहिँ कम्प्युटर एप्लिकेसनमा मैले राखेको छु BCA लाई, ब्याचलर अफ कम्प्युटर एप्लिकेसन। अनि तपाईलाई BSc CSIT र BIT को फुल फर्म थाहा छैन भने म भनिदिहाल्छु। ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी BSc CSIT को भयो भने BIT को चाहिँ ब्याचलर अफ नभए ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी हो है त। अब यो BCA को चाहिँ तपाईलाई फुल फर्म भनिदिहालेँ, यो चाहिँ फ्याकल्टी अफ ह्युम्यानिटिज एन्ड सोशल साइन्सको अन्डरमा त्रिभुवन युनिभर्सिटीको इन्स्टिट्युटमा अन्डरमा पर्छ, त्यही हो। अनि त्यसपछि यो हो कम्प्युटर म्यानेजमेन्टको अन्डरमा BIM भयो, ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट, ब्याचलर इन इन्फर्मेसन म्यानेजमेन्ट। अफ र इनमा तपाईहरु नझुकिनु होला, तर इन्फर्मेसन म्यानेजमेन्ट भन्ने सब्जेक्ट हो भन्ने चाहिँ बुझ्नु होला ब्याचलरको चाहिँ। अनि टाइप्स अफ IT कोर्सेस नेपालको अन्डरमा यो चाहिँ कम्प्युटर म्यानेजमेन्टको अन्डरमा मैले राखेको छु। यो चाहिँ त्रिभुवन युनिभर्सिटीको फ्याकल्टी अफ म्यानेजमेन्टको अन्डरमा पर्ने गर्दछ। यो चाहिँ IT र म्यानेजमेन्टको मिक्सचर हो, 50% IT 50% म्यानेजमेन्ट, यसरी नै हामीले बुझ्न सक्छौँ। यसमा चाहिँ म्यानेजमेन्ट पढेको स्टुडेन्टहरूलाई चाहिँ नम्बर 1 बेस्ट उपयुक्त हुनेछ BIM चाहिँ। म्यानेजमेन्टमा इन्ट्रेस्टेड स्टुडेन्ट्सहरू र म्यानेजमेन्ट फिल्डबाटको स्टुडेन्ट्सहरूलाई BIM चाहिँ एकदम राम्रो हो। अनि कम्प्युटर एजुकेसन, यो चाहिँ BEd ICT BICT नि भनिन्छ यसलाई। यो चाहिँ त्रिभुवन युनिभर्सिटीको फ्याकल्टी अफ एजुकेसनको अन्डरमा पर्ने गर्दछ। यो चाहिँ नयाँ कोर्स हो, 2077 मा लन्च भएको, त्रिभुवन युनिभर्सिटीले लन्च गरेको प्रोग्राम हो। मैले भनिहालेँ BIM र BICT चाहिँ TU मा मात्रै अवेलेबल छन्, TU को प्रोग्रामहरू रहेका छन् भने अरू युनिभर्सिटीमा चाहिँ खासै BIM र BICT चाहिँ छैनन् है त। भने CSIT कम्प्युटर साइन्स भनौँ, अनि अर्को BIT IT भनौँ, अनि BCA चाहिँ हरेक युनिभर्सिटीमा अवेलेबल छन्। त्यसको बारेमा मैले डिटेल जानकारी चाहिँ मैले पछिको आउने भिडियोमा बनाउने नै छु। आजको लागि चाहिँ मैले जस्ट IT कोर्सेस अफ नेपालको बारेमा, डिफ्रेन्ट IT कोर्सेसको बारेमा चाहिँ हजुरहरूलाई छोटो मिठो जानकारी दिएको। भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला र सेयर गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।